जब ये अंग्रेजों के टाइम में वो था ना, तो हम भी नेपाली में होते हैं। हाँ। 2 स्टेट गढ़वाल, इसीलिए हम अलग हो गए, इसीलिए वो नत्र हामी सँगै हुन्थ्यौं दाजु। एक साथ होना हो चाहिए, त्यो उसले साथ भाइ हो। दर्शकवृन्द, एकजना नैनीतालका दाजु हुनुहुन्छ। उहाँले चाहिँ केही समय अगाडि आफूहरू पनि नेपाली भएको बताउनु भएको छ। कुमाऊँ गढवाल लगायतका यी क्षेत्रहरू नेपालकै अभिन्न अङ्ग भएको उहाँको दाबी रहेको छ। उहाँले नेपाली युवा खेलाडीसँग कुराकानी गर्दै यस्तो बताउनु भएको छ। आफूहरू नेपाली भएको र आफूहरूको भाषा, कल्चर, संस्कृति एउटै भएकाले पनि आफूहरू निकै हर्षित हुने गरेको उहाँको भनाइरहेको छ। उहाँले नै कुमाऊँ गढवाल नेपालकै अङ्ग थियो भनेर बताउनु भनेको एकदमै ठुलो कुरा हो जस्तो मलाई लाग्दछ। उहाँले अझै पनि यो सुगौली सन्धिलाई अङ्ग्रेजले हामीलाई गरेको अन्याय र कुमाऊँ गढवाल नेपालबाट छुट्टिनु पर्दाको पीडा यहाँ पोख्नु भएको छ। एकजना दाजी भेटिया छन् हाम्रा यहाँका नैनीतालका लोकल लोकल दाजी। कहाँ का हो तम? लोकल छौँ हम यहाँ। कहाँ हो तुम्हारो घर? हमारा घर से दोराहाट रानीखेतबाट आखिर हजुर दोराहाट पढो। कति भयो यहाँ नैनीताल बस्या तम? नैनीताल 32 साल है कि 32 साल। काम के मात्दा छौ? काम मैं डिग्री कॉलेज में वरिष्ठ प्रशासन अधिकारी हूँ। ल एकदम खुसी लाग्यो दाजीसँग म अघि कुरा गरेँ। दाजीले एकदम हामीलाई चाहिँ एकदम हाम्रै भाषामा हैन, अब हाम्रो आफ्नै भाषा त हो नि त, ठक्कै फरक होला दिगा तलतिर मलतिर त्यही फरक होला। हो, हाम्रो संस्कृति, हाम्रो परम्परा, हाम्रो इतिहास एकै हो नि। एक वो भाई हो। जब ये अंग्रेजों के टाइम में वो था ना, तो हम भी नेपाली में होते हैं। उसमें राजा पर विजय करी होगी ना, तो नेपाल के राजा इनको गिफ्ट दिए हैं। 2 स्टेट गढ़वाल, इसीलिए हम अलग हो गए, इसीलिए वो नत्र हामी सँगै हुन्थ्यौं दाजु। एक साथ होना हो चाहिए, त्यो उसले साथ भाइ हो। तैपनि हाम्रो जो एक भावना छ, जो एक सम्बन्ध छ, हामीलाई यो उत्तराखण्ड आएपछि इन्डिया गए जो नै लाग्दो, केलाई नै लाग्दो भने चाहिँ यो हाम्रै आफ्नै इच्छा लागन्छ, भावना जोडिया छ। कुमाऊँ गढवाल एक भैया हो, नेपाल हजुर सब एक ही। वो तो ठहरा सब हिन्दू राष्ट्र के नेपाल तो भाई एकदम एकदम। नेपाल आइरहेछौ कहिले? न नेपाल वहाँ त गई छौँ यो पूर्णगिरी त। पूर्णगिरीका ठ्याक्क पारीबाट नेपाल सुरु भयो। अब तमलाई हामी स्वागत गर्दौ। आज व्हाट्सएप नम्बर हामी शेयर गर्ला। तम नेपाल आशा घुम्द, तमलाई हामी घुमाउनौ। तमले हामीलाई यहाँ नैनीताल घुमाया, नैनीताल बारेमा भन्या। 1-2 साल नौकरी कर लेना, उसके बाद फिर रिटायर हुने हो। अब फिर रिटायर होने हो, त्यसपछि घुम्दु हो। फिर घुम्नु। एकदम खुसी लाग्यो। दाजीसँग हामीले डोटेली भाषामा कुरा गर्यौं। उनीहरु भाषा, हाम्रो भाषा बुझ्दा छु हामी। लगभग उसै हुन्छ हैन, भावना उसै। हाम्रो हरेक चाडबाड मनाउने स्टाइल उसै, छलिया नाच, हुड्केली हैन, हामी सब त्यही कल्चर त हो नि हाम्रो। यहाँ पनि हुड्केली छलिया उसै हुन्छ जस्तो नेपाल हुन्छ। यो पिथौरागढ छोलिया नीचे हो पिथौरागढ आदो नेपाल आदो हो। बेली पारे तलतिर काठको दाम आएर पुरा छलियाको त चोकै बनाइदिया रहेछ। यस्तो आनन्द लाग्यो हैन, कल्चरलाई त्यो कस्तो मजाले त्यो सब बैंड वाल फेल करे नि। हो बैंड वाल कम न तान त दिन मुन्टा चढी यहाँ चढेर मजदुर बनेर हम लोगों संस्कृति भएन। हो एकदम हो। त्यसले गर्दाखेरि हाम्रो संस्कृति जोगाउन एकदम जरुरी छ। कुछ हमारे पीढ़ी तक से ना आगे बच्चों उतना को भी सिकाउनु पर्यो सिकाउनु पर्यो। त्यो कोसिस अब हामीले गर्दो, हामीले नगरे चाहिँ तैपछि सकियो त्यो। हमारे संघर्षमय जीवन रहे ना पहाड़ों में। अब बच्चों का हर 18 आता बच्चों आधुनिक भए, कोई बीटेक करना, कोई कौन सा अपने कोई देहरादून में करना, कोई दिल्ली में करना, कोई बंगलोर में करना, ये चीज है ना। हो दाजीलाई धेरै धेरै धन्यवाद। अरे के बात, आफ्नो अनुभव, आफ्नो भित्रको भावना तमले थोक्कै पोख्या, एकदम खुसी लाग्यो। जगदीश चंद तिवारी पंडित जी भैया तुम? अपन शुभ नाम? मेरो नाम भरत विक्रम शाह। हजुर पंडित जी डोटी हजुर शाह यहाँ भी कुमाऊँ गढवाल में छन्। हामी बस्या होटलमै शैलेन्द्र शाह भन्ने छन्। अब कसा शाह हुन् के हुन् त्यो त अब मलाई थाहा भएन। अब शाह त शाहै हुन् हैन। ल दाजी एकदम धेरै धन्यवाद। हमारा वीडियो में पनि तुम बोल दिया, नाना अपना अनुभव शेयर कर दिया। ये सौभाग्य हूँ, ये संयोग हूँ ना, मेरे को आना होने तुम सधैँ आउन छौ यहाँ? ना छुट्टी दिन हुने आइतबार नहीं तो फिर कॉलेज ड्यूटी ले भाई, वो ड्यूटी ले भाई ना। ल खुसी लाग्यो एकदम, यो संजोग जुड्यो आज दाइ भाइ हामी चाहिँ। फिर तुमको चाय हुन्छ जानौँ चाय हुन्छ। ल अब दाइसँग हामी चिया पिनौ, तैपछि छुट्टी लाऊ। दर्शकवृन्द, भिडियो हेरिसकेपछि तपाईलाई यो भिडियो कस्तो लाग्यो कृपया कमेन्टमा बताउन नभुल्नुहोला।
हामी यस्तै प्रकारका देशभक्तिपूर्ण भिडियोहरू अझ विशेष गरी ग्रेटर नेपालका भूभागहरू जुन सुगौली सन्धिबाट हामीले गुमाउनु परेको थियो त्यो भूभागको बारेमा जानकारी अनि त्यो भूगोलमा बसोबास गर्ने मानिसहरूको मनोभावना कस्तो छ त त्यो पनि हामी बुझ्ने र तपाईँहरूको माझमा प्रस्तुत गर्ने हामीले जमर्को गर्दै आएका छौँ लामो समयदेखि। त्यसैले पनि हाम्रो मिडिया हाम्रो भिडियो अन्य मिडिया प्लेटफर्मभन्दा पृथक रहेको छ भन्ने हामीलाई लाग्दछ। हवस् त, मन परेको खण्डमा एक सेयर गर्नुहोस्। तपाईँको एक सेयरले यसबारेमा जानकारी प्राप्त नगरेका धेरै साथीहरूले जानकारी पनि प्राप्त गर्नुहुनेछ। हवस् त, जय देश, जय ग्रेटर नेपाल।